यस्तो एउटा सपना जसले हामी मानव प्राणीलाई वर्षौंसम्म चलायमान गरिदिन्छ र सपना पूरा गर्न हजार कोसिस गर्दा पनि कहिले के मिल्दिदैन त कहिले के तपाईलाई यस्तो कहिले भएको छ? हो, यो मेरो एउटा यस्तै महासपनाको यात्रा हो। यानि कि मेरो बुवा आमालाई मेरो संघर्षको सहर बनाउँ या अस्ट्रेलिया घुमाउने सपना। हामी चाहिँ ब्याङ्कक आइसकेका छौँ अहिले होइन। यहाँबाट चाहिँ हामी ब्याङ्ककको जोन 2 मा जाँदैछौँ। सो फाइनली उनीहरू चाहिँ यहाँ छ। हेलो हेलो। सो फाइनली कतिखेर आउँछ भइरहेछ है। वेलकम टु मेलबर्न। एउटा फोटो खिचौँ यहाँ। Sun kissing my face. Ooh, yeah. Got my camera in my hand, I'm ready to lace. Hey, hey. Step out on the street, feeling fresh and fly. Shooting all day, vibes touching the sky. सो बुवा आमा अनि भाइ मेलबर्न आइसकेपछि अब एउटै काम बाँकी थियो, उहाँहरूलाई मेलबर्नका सुन्दर स्थानहरू मजाले घुमाउने र घुमाइसकेपछि उहाँहरूलाई हाँसी खुसी बिदा गर्ने। के सफल होला त यो मेरो सपना? या कतै बुवाले पनि साथीको परिवारले जसरी बाबु यस्तै खुला खुला देखाउन त के ल्याएको हामीलाई पो भन्ने हुन् कि। सो यो थाहा पाउन हाम्रो बुवा आमा सिरिजका सबै भ्लगहरू हेर्न नछुटाउनु होला। साथै आजको यात्राको भिडियोमा तपाईहरुलाई पनि एक विशेष उपहार छ, जसको लागि तपाईहरुले हाम्रो प्रश्नको उत्तर हाम्रो कमेन्टमा दिनुपर्ने हुन्छ। सो सुरु गरौँ है त आजको भिडियो। Got my camera in my hand, I'm ready to lace. Step out on the street, feeling fresh and fly. Shooting all day, vibes touching the sky. बिहान सबैले रेजर्भरबाट हिँडेका हामीले हाम्रो साथमा दिउँसोको लागि खाजा पनि बोकेका थियौँ, किनभने त्यस स्थानमा खाजा पाउन अलि असम्भव जस्तै हुन्थ्यो। सो हाम्रो यात्राको सुरुवात हामीले बीच बाटोमा खाजाबाटै गऱ्यौँ। सो अहिले चाहिँ हामी यो न्यारोवारेन भन्ने ठाउँमा छौँ अनि यहाँ चाहिँ अब एकछिन ब्रेक लिने अनि यसो अलिकति अब ब्रेकफास्ट जस्तो गर्ने भनेर यहाँ बसेका छौँ। हाम्रो टिम मेम्बरहरूले यसो त्यो तर्काउँदैछ। सो हाम्रो चाहिँ अब नेपाली स्टाइलमा यता ब्रेकफास्ट हुँदैछ। पुरा हाम्रो सेटअप आफ्नै जुगाड चेयरहरू। खाजा खाना हामीले हाम्रै नेपाली स्टाइलको चेयरको व्यवस्था पनि गर्यौँ। भाइरा त के हुँदैछ यहाँ? सो यहाँ चाहिँ अहिले हाम्रो ब्रेकफास्ट गर्ने तयारी हुँदैछ। अब नर्मली अरू ठाउँमा भने चाहिँ यसो खाजाहरू खान बस्ने ठाउँ हुन्थ्यो, यहाँ चाहिँ बस्ने ठाउँ नै रहेनछ। सो हामीले यहीँ अगाडि कुराहरू राखेको थियो, त्यही निकालेर यता बसेका छौँ। र खाजा खाइसकेपछि हाम्रो पहिलो गन्तव्य भनेको फिलिप आइल्यान्ड थियो। तर फिलिप आइल्यान्ड अलि टाढा भएको कारण हामीले बिचैमा गाडी रोक्यौँ। यस स्थानको नाम ग्रेन्डभेल अरू ठाउँभन्दा अलिक विशेष थियो। हामीले सोचेका थियौँ यहाँ नजिकै समुद्र छ, तर यहाँ समुद्र केही थिएन, पानी सुकेर तल पुगिसकेको थियो। सो अहिले चाहिँ हामी यो ग्रिनभेल भन्ने ठाउँमा छौँ अनि यहाँ चाहिँ अब हामीले समुद्र हेर्ने भनेर आएको, तर यहाँ नजिकै समुद्र चाहिँ रहेनछ। तर समुद्री तट जस्तो के भन्ने यो यता देखाउ त, यो टक्क अब यो बालुवाहरू अनि त्यो चाहिँ अगाडि एरियासम्म छ अनि समुद्र चाहिँ अझै धेरै टाढा छ, पानी धेरै अझै टाढा छ। अनि यता चाहिँ एउटा हामीले ठ्याक्क त्यो के अब त्यो
डायमन्ड ब्लक त नभनु यहाँ डायमन्ड जस्तो जेली जस्तो के रहेछ। यस स्थान घुमिरहँदा हामीले केही अनौठा कुरा पनि देख्यौँ जुन पानीको फोका जस्तै देखिरहेको थियो। तर यो के हो हामीलाई थाहा भएन। यदि तपाईँहरूलाई थाहा छ भने कमेन्टमा लेखिदिनु होला। र उत्तर मिलाउनेलाई हामी हाम्रो तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनद्वारा लेखिएको पुस्तक महावीर पुन उपहार स्वरूप दिनेछौँ। सो यहाँ हाम्रो अब भाइले चाहिँ केही युनिक कुरा भेटेँ भन्दैछ। के भेटेछ यस्तो कुरा हेरिदिउँ। खोइ ओहो हेर त डाम जस्तो छ तर उस अर्कै छ क्या यो बालै हालिदिने हो कि यो खोलेर यो त्यसमा टाँसिने वाला हो। मैले पनि भेटाएँ त राजेश। हामीले केही भेटाउनु थाहा छैन। यो झन् राम्रो सो एज आई टोल्ड होइन यो चाहिँ हाम्रो मेन डेस्टिनेसन होइन। सो हामी ब्रेक जस्तो बसेको भएर अब यहाँबाट हामी अझै अगाडि जाँदैछौँ। ग्रेन्ड बेलमा केही बेर रमाएपछि हामी त्यहाँबाट लाग्यो फिलिप आइल्यान्डतिर। फिलिप आइल्यान्ड पुग्न हामीलाई लगभग अब 30 मिनट जति लाग्थ्यो। सो फाइनली हामी चाहिँ फिलिप आइल्यान्ड छिर्ने पुलमा छौँ। तपाईँहरूले अब म्यापमा हेर्दा देख्नुहुन्छ एक ठाउँमा होइन ठ्याक्क अब समुद्र माथिबाट जान्छौँ। अब हामी त्यही ठाउँमा छौँ। यता अगाडि देखाऊ भाइ। सो म्यापमा देखिने पुल चाहिँ यही हो। अघि म चाहिँ यहाँबाट सिपबाट जानुपर्छ कि भन्ने जस्तो भइरहेको तर गाडी नै जाँदो रहेछ। मैले चाहिँ के सोचेँ भने यहाँ गाडी पार जान्छ होला पारी भन्नु ठानेको तर पुल रहेछ। सो फाइनली अहिले चाहिँ हामी यो नोबिच भन्ने बिचको अगाडि छौँ। अनि यहाँ चाहिँ यस्तो मजाको एउटा सिन रहेछ त्यसैलाई भन्छ रहेछ नोबिच। सो एकचोटि हेरिदिउँ। अनि यता बुवाहरू हुनुहुन्छ अनि यता हाम्रो क्यामराम्यान फ्रम जापान। द नो बीच फिलिप आइल्यान्डमा रहेको मुख्य आकर्षणको केन्द्रहरूमध्ये एक हो जसको कारण यस समुद्रको बिचमा उभिएको अचम्म र अधिक उभिएको संरचना हो। हेर्दा पनि अनौठो लाग्ने यस स्थानको यो संरचना अस्ट्रेलियाको अन्य ठाउँमा बिरलै देख्न पाइएला। अझै यो स्थान त्यतिखेर झन् सुन्दर देखिन्छ जब संसारकै सबैभन्दा सानो पेंगुइनहरूले समुद्र वारपार गर्छ जसलाई पेंगुइन परेड भनिँदो रहेछ। तर हामी अस्ट्रेलियाको भन्दा नि यो समुद्र अलिक ठुलै रहेछ है। ठुलै रहेछ रमाइलो रहेछ। अब त्यो डाँडा एकचोटि हेर्नु जान्छ। फिलिप आइल्यान्डको अर्को मुख्य आकर्षण भनेको यहाँ पेंगुइन हेर्न पाइन्छ भन्ने हो। तर हामीले फेरि पेंगुइन परेड भने देख्न पाएनौँ किनकि यो नजारा बेलुकी वा राति मात्र देख्न पाइने रहेछ। तर हामीलाई कुनै दुःख मन थिएन किनकि यति सुन्दर स्थानले हामीलाई पहिले नै वेलकम जो गरिसकेको थियो। सो अहिले चाहिँ हामी यो राउन्ड आइल्यान्ड भन्ने अगाडि छौँ। अघि मैले यसलाई नोबिच भने यो नोबिच एरिया रहेछ। नोबिच एरियाभित्र चाहिँ यो राउन्ड आइल्यान्ड पर्दो रहेछ। सो अहिले चाहिँ हामी राउन्ड आइल्यान्ड घुमेर माथितिर जाँदैछौँ। अनि यहाँ चाहिँ मजाको हाम्रो त्यो बेसल्ट रक भन्ने सायद यसलाई पनि त्यही भन्छ होला त्यस्तै सिनहरू रहेछ यहाँ मुनि। अनि त्यही हो रमाइलो छ जोस्। अनि ठाउँ चाहिँ एकदम ह्युज छ जति हेरे पनि नसकिने खालको। सो यहाँ चाहिँ साई स्नेक भन्ने खालको नै हुँदो रहेछ। आउट साई स्नेक अब यहाँ साई स्नेक भनेर लेखेको छ। ए सो हामी चाहिँ स्टिल यही एरियामा छौँ। अनि यहाँ चाहिँ यस्तो मजाको वेभले हान्दो रहेछ। हामी यो एरिया घुमेर फर्किँदैछौँ। अनि अब हाम्रो चाहिँ 4-5वटा अरू ठाउँहरू छ जानुपर्ने। मलाई एक्ज्याक्ट ठ्याक्क नामहरू याद छैन होइन। तर यहाँ पछि चाहिँ अब 5 मिनटमा अरू ठाउँहरू छ खतरनाक। अनि त्यहाँ जान्छौँ हामी अहिले होइन। अनि यहाँ चाहिँ एकचोटि ड्रोन उडाएको अलिअलि गाली नि खाइयो।
यहाँ के छ चरा छ यो मैले नजा भन्दै सो कहाँ गएको भन्ने जस्तो गर्दै थियो मैले चाहिँ बाल दिइनँ देखे नदेखे जस्तो गर्ने त्यही हो नि उसकै भिडियो खिचेर अनि पानीको कलर चाहिँ मन पर्यो पानी के अरे मिसेको जस्तो कलर मिसेको जस्तो एकदम राम्रो थियो अनि सैलुङ्गे बजारमा ठ्याक्क अगाडि चाहिँ हाम्रो यो सैलुङ भन्ने जस्तै रहेछ ठ्याक्क अब त्यो फुलहरू फुलेको अनि यो ठुम्काहरूले सैलुङ जस्तै लाग्दो रहेछ सो अब हाम्रो भाइलाई सोध्यौँ कस्तो लाग्यो यहाँ चाहिँ अहिलेसम्मको होइन अस्ट्रेलियामा आएदेखि अहिलेसम्मको बेस्ट पुस्ने भनौँ न समुद्र नै एकदम बेस्ट लाग्यो यहाँ होइन अरूभन्दा चाहिँ यहाँ एकदम राम्रो लाग्यो जस मौसमले नि साथ दिएको छ होइन आज गर्मी छ अब लाग्छ पानीमा कुद्नुपर्छ जस्तो लागिरहेछ होइन हाम्रो यही कुद्ने प्लान थियो वास्तवमा तर अलि मिलेन अब अर्को यही जोनमा गऱ्यो हामीलाई हामी रमाइलो लाग्यो राम्रो लाग्यो है पानीको समुद्र छ्याङलाङ बजिरहेछ द नोबिज एरिया घुमिसकेपछि अबको यात्रा हाम्रो साउथ लुकआउट पोइन्टको हुनेछ जुन स्थान नोबिजबाट मात्र 3 किलोमिटरमा अवस्थित छ यसपछि हामी यसरी नै एकपछि अर्को लुकआउट पोइन्ट घुम्दै जान्छौँ सो अहिले चाहिँ हामी यो नोबिज भन्ने ठाउँबाट साउथ लुकआउट पोइन्ट भन्ने ठाउँ आछौँ अनि यहाँ पनि त्यस्तै मजाकै ठाउँ रहेछ चारैतिर आँखाले भ्याउन्जेल त्यस्तो एरियाहरू देख्न सक्नुहुन्छ सो अहिले चाहिँ हामी साउथ पोइन्ट लुकआउटबाट साउथ कोस्ट लुकआउट भन्नेतिर जाँदैछौँ अनि मैले कसरी भ्लग गरिरहेको छु भन्दा यता नयाँ ड्राइभर छ अनि यता बामाहरू सो यो साउथ पोइन्ट भन्नेबाट साउथ कोस्ट भन्ने चाहिँ लगभग 8 मिनट ड्राइभमा रहेछ लगभग 6 देखि 8 मिनट अनि बाटो चाहिँ अफ रोड त नभने यो ग्राभल ओछ्याएको बाटो रहेछ अलिकति गाडीको चाहिँ केयर गर्नुपर्ने टाइपको अरू वर्थितै हुन्छ जो आउँदा एकदम मजाको ठाउँ छ खतरनाकै सो आफ्टर फ्यु मिनट ड्राइभ हामी चाहिँ अहिले यो साउथ कोस्ट लुकआउटमा सो यहाँको नजारा नै एकछिन हेरिदिउँ जो वर्थितै बन्छ यो पोइन्ट टु पोइन्ट हाल्दै रहेछ लुकआउट पोइन्टहरू होइन अब तपाईँहरूले स्किप गर्न मन लाग्छ भने गर्न पनि सक्नुहुन्छ किनभने त्यहाँबाट देखिने र यहाँबाट देखिने अलमोस्ट सेम सिमिलरै हो एउटा जम्प गर्दा नि खासै फरक पर्दैन किनभने त्यहाँ यहाँसम्म अघि हामीले देखिसकेका थियौँ अब यहाँभन्दा अगाडि हेर्न मात्र हामी आयौँ होइन अब उतैबाट हेर्दा नि हुन्छ एकचोटि त्यो एउटा लुपमा जाँदा नि बेस्टै हुन्छ टाइम छैन भने टाइम छ भने चाहिँ प्रपर 1 बाई 1 जाँदा नि बेस्टै हुन्छ किन बेस्ट हुन्छ भन्दा यस्तो सिनहरू देख्न पाउनु हुने छ सो एकजनाले यहाँ खाजा लिएर आउँदैछ प्रोबेबली अब हामी यहाँ खाजा पनि खान्छौँ नेपाली स्टाइलको खाजा चाहिँ हाम्रो साउथ कोस्ट लुकआउटको भ्यू नि हेऱ्यौँ अनि अलिअलि खाजाहरू खाएर अब चाहिँ हामी योभन्दा अगाडिको लुकआउट पोइन्ट जान्छौँ अनि ल यात्राको क्रममा मैले बुवाहरूलाई फेरि सोधेँ यो ठाउँ कस्तो लाग्यो भनेर मनमा सन्तुष्टि त तब मिल्यो जब बुवाको उत्तर सुने बुवालाई दोस्रो जन्म लिए जस्तो महसुस भयो अरे र अर्को संसारमै आइपुगेँ कि जस्तो महसुस भयो अरे मैले आमालाई पनि थत्तै थट्टामा सोधेँ तपाईँहरूलाई बेकारमा अस्ट्रेलिया आएको जस्तो भएको त छैन नि आमाले भन्नुभयो छ मैले अनौठो मान्दै फेरि सोधेँ तपाईँले बेकारमा अस्ट्रेलिया आएको जस्तो भएको छ आमाले फेरि भन्नुभयो छ कस्तो लाग्यो भाइ अहिलेसम्मको यो ठाउँ कस्तो लाग्यो अहिलेसम्मको बेस्ट हो मालाई सोध्यौँ गर्छु या जाउनु माछी मिचा आइल्यो रमाइलो रमाइलो छ के छ
समुद्र नाके अस्ट्रेलिया वेट हुन यार यहाँलाई मजो नि छौँ र जुल नाके अस्ट्रेलिया वेट यार जुल एकदम मजा भयो एकदम बडो याद आउँदो अल्ल मजो लाता सुराल जी बुझे मुझे से और यार मजा एकदम रमाइलो जो गन जुइले जन्म जे खुदा उठाए गन गुले से दे खाछु खुदा उठाए गुले से दे गुले खौला सुना के नि सरगा खाला देखेन मने कल्पना जो मेवे दुनियाँला मेवे दुनिया मेवे जुनी फेरेना वही थे जी रुंगला बाउ जिम डाल आता पनि दार्मी माटा सँगो जुनी दे आता स्वर्ग दुनिया आने छिपिन नल्याउन नर्क दुनियाँ भन्थे नि कन्टेन्ट 84 सो त्यही हो बाहरूलाई नि एकदम रमाइलो लाग्यो अरे यो चाहिँ अब हामी यो सेली बे भन्ने ठाउँ छ यहाँबाट 5 मिनट ड्राइभमा त्यतातिर जाँदैछौँ त्यता जाउँ त्यता हेर्दै मैले त्यो वरपर अरू पनि ठाउँहरू छ मजाले घुम्ने त्यही 2-3टा पोइन्टहरू हेर्छौँ अनि हाम्रो लास्ट डेस्टिनेसन भनेको चाहिँ के भन्छ अरे यो पेङ्गुइन परेड भन्ने हुन्छ होला होइन हो त्यो नि हुनसक्छ या अब टाइम भयो भने त्योभन्दा अगाडि नै जान्छौँ सो किप वाचिङ अस है त जसरी खतरा कच्ची रोड ड्राइभिङ फर द फर्स्ट त्यहाँ चाहिँ खतरा बिच रहेछ नि सर्फिङ गर्ने बनाएर त देखिरह सो यहाँ मुनि चाहिँ ठ्याक्क सर्फिङ गर्ने ठाउँहरू अनि स्विमिङ गर्ने ठाउँहरू नै रहेछ जाने हो र के एकछिन रोकेर हेरिदिने हो सो यहाँ चाहिँ मजाले सर्फिङ गर्ने ठाउँहरू गनाउँछ एउटो छ सर्फिङ गर्ने ठाउँहरू नै रहेछ स्विमिङ गर्न नि मिल्दो रहेछ अलिअलि सो फाइनली अहिले चाहिँ हामी यो सेली बे या सेली बिच भन्ने ठाउँमा छौँ होइन अनि तल चाहिँ अलि वाक गर्ने यस्तो ठाउँ नै रहेछ सो वेभको अवस्था के छ भनेर अब यहाँ देख्न सक्छ होइन भाइले अब त्यो फेदर गाडेको छ तर योपालि आएन यहाँ यो त के हो यो फुलै जस्तो छ त सो हामीले चाहिँ यहाँ हाम्रो आहार भेटिसक्यौँ होइन ल के हो भाइ भन्दै त के हो गङ्गटाको है टाढो हो यहाँ त ओहो के हो यो अब जे पाइ त्यही नसुन हेर अब यो कुयो थियो खोइ यो के हो यो ए आमको नै रुममा अब के हो कस्तो राम्रो त सुगा जस्तो नि छ है बच्चा नि हाम्रो यहाँ सोल्यो चरा बसिरहेको रहेछ कि के सो यहाँभित्र पलमा चाहिँ एउटा सुगा जस्तै चरा रहेछ अनि यहाँ यिनीहरूले के कलेक्सन गरेर रहेछ के हो यो कस्तो राम्रो सङ्घ हामी चाहिँ अहिले यो सेली बिच भन्नेबाट 10 मिनट जति ड्राइभमा यहाँ पछाडि एउटा रेड रक बिच भन्ने रहेछ मेबी अब त्यहाँ रेड रकै हुन्छ होला एज नेम छ भने होइन त्यही हुनुपर्ने हो सो सी है के छ त्यहाँ त्यस गुगलमा हेर्दा त रमाइलो छ सो तपाईँहरू यहाँबाट झरेपछि अगाडितिर जानुपर्ने रहेछ यो रेड रक बिचको लागि भन्नाले बिच चाहिँ रेड रक हेर्न चाहिँ यहाँ अगाडि जानुपर्ने रहेछ सो हामी पनि त्यही जाँदैछौँ सेली बिचको यात्रापछि हामी लाग्यौं रेड रक बिचतिर। रेड रक बिच नाम जस्तै राता ढुङ्गाले सजिएको थियो। उता आमा भने हरेक स्थानमा एउटा कुराको परीक्षण गरिरहनु भएको थियो, यहाँको पानी चाहिँ नुनिलो छ कि छैन भन्ने।
बाजाको स्याहार्न ल चिगाला मैले भइहाल्छ नि समुद्रको पानी हुँदैन के हो यो फुल रेड रक बीच घुम्दै गर्दा रुसालाई पनि अलि गाह्रो भइरहेको कुरा उनले सुनाए सो हामी मेडिकलतर्फ लाग्यौँ जसको कारण डिहाइड्रेसन रहेछ सो यहाँ चाहिँ हाम्रो ठ्याक्क अब चाइल्डहुड रिकल हुने खालको रहेछ तर यो नर्मल जुस चाहिँ होइन यो चाहिँ अब हाम्रो जीवन जल जस्तो डिहाइड्रेट काम गर्दो रहेछ के भयो अरे भाइ चाइल्डहुड याद आयो अरे केही बेर रेस्ट र इलेक्ट्रोलाइट खाइसकेपछि अबको हाम्रो यात्रा पनि बेरिज बीचको हुनेछ यात्राको क्रममा अस्ट्रेलियाले सधैँ चाहिँ आफ्नो रूप देखाउन थालिसकेको थियो यानि कि एकछिन अघिसम्म तालु पोल्ने गर्मी र एकैछिनपछि मुटु कमाउने जाडो हामी चाहिँ बेरिज बीचमा छौँ यु क्यान सी ओभर देयर तर वेदर चाहिँ एकदमै चेन्ज भयो अघिनासम्म चाहिँ यस्तो गर्मी हप्प थियो अहिले त ज्याकेट लाउनु पर्ने जाडो भयो चिसो मेरो इनर्जी बुस्ट हुँदैछ आइरन लो भएर आइरन ट्याब्लेट किनेर खानु पर्यो बाटोमा मेरो इनर्जी बुस्ट हुँदैछ अघि त बाटै तिरमिरी भएर यताको अवस्था के छ यहाँको अवस्था त अहिलेसम्म चाहिँ राम्रै छ मलाई चाहिँ होइन त्यही हो हाम्रो चाहिँ वेदर एक्कासी चेन्ज भएर अब हाफ प्यान्ट लाउन उस भएको अहिले बढी भए जस्तो भइरहेको थियो पौडी खेल्नु पर्ला जस्तो भइरहेको थियो तर अहिले चाहिँ होइन पुरै अब जाडोले ज्याकेट लगाएको छु म चाहिँ होइन यता नि सेम सिचुएसन सो यहाँ चाहिँ अब सेलहरू कलेक्सन भइरहेछ अनि यस्तो घर जस्तो बनाइदिएको छ यहाँ फेरि यो मान्छेको स्ट्याचु जस्तो नि बनाइदिएको छ आई नो वाट इज दिस एन्ड यहाँ चाहिँ यो चाहिँ यहीँ मर्या रहेछ सो यो चाहिँ यसको शालिक जसरी बनाइदिएको रहेछ सो फाइनली अहिले चाहिँ हामी यहाँ छौँ अनि यहाँको नजारा नि एकदम हेर्न लायकै छ ड्रोन उडाउन पाए मजा हुन्थ्यो बट हावाले गर्दा गाह्रो छ ड्रोन उडाउन नि बेरिज बीच घुम्ने क्रममा राजेश भाइ पनि भावनामा डुब्न पुगे र समुद्री तटमा केही लेख्न थाले एकजना लभ बरले पुरा लभ बनाउँदैछ खोइ त अनि यस लभ हार्ने क्या देखाए कला देखाए यहाँ हामी सबलाई आशा थियो राजेश लभ सुनिताको तर लेखियो नील लभ रुसा यस सुन्दर बेरिज बीचमा पुगेपछि आमाको एक्सपेरिमेन्ट रोकियो र हामी सबैको अर्को खोज सुरु भयो मिसन शङ्ख के हो यो है तर फुटे शङ्ख दैलो ध्यानमा यो सुनौँ भयो मरो मिखा चटु सक्ला सौ ल्याउला म्याउला सु ल्या म बेरिज बीचको यात्रापछि हाम्रो अर्को यात्रा पिनाकल लुकआउट हुनेछ सो अहिले चाहिँ हामी बेरी बीचबाट फर्किँदैछौँ अनि एक ठाउँमा यहाँ पिनाकल्स लुकआउट भन्ने रहेछ त्यहाँ नि अब राम्रै सिन छ जस्तो छ सो एकचोटि त्यहाँ गएर हेरिदिउँ गर्छौँ मा ठोठा भाइ राजा कसला है शङ्ख पाइन्छ कि भनेर गएको बाब छैन है यता हेरेको छैन उता हेरेको छैन फर्केर आयो यसले चाहिँ अलिअलि शङ्ख भेट्यो
यात्राको क्रममा एकपछि अर्को ठाउँ झन्झन आकर्षक लागिरहेको बेला पिनाकल लुकआउटले पनि केही निराशा दिने कुरामा हामी सबै अनजान थियौं। कहाँ छौँ रे? सो पाल हावा चलाएको छ, पालुवा उडाइरहेछ। भइदियो के भने उक्त स्थानमा पुग्दा यति हावाहुरी चलिदियो कि हामीले यस स्थान घुम्ने त के यो ठाउँ कस्तो छ भनेर राम्ररी देख्नसम्म पनि पाएन, जसको कारण विशाल हावाहुरी थियो। हामीले चाहिँ अब जहाँ जानु खोजेको थियौँ यता अगाडि थियो, त्यो चाहिँ 30 मिनट बाँकी रहेछ। सो हामी त्यहाँ नजाने भयो। सो आजको लागि यति नै। ल सबैको एकचोटि रिभ्यू लिदिउँ ल बा। अब हामी घर जाने भयो, घर जाने बाटो यहीँ अघि आएकै बाटो फर्किने। कस्तो लाग्यो बा? ल भनिदिनु ल। आजलाई अब हाम्रो भ्लग यति नै हो। मजा लाग्यो। कस्तो लाग्यो? है सो घुम्न आउनेहरूलाई के सजेस्ट गर्छौ त यहाँ आउनेहरूलाई? ज्याकेट स्याकेट बोकेर आउने, राति हुँदाखेरि एकदम वेदर मेलबर्नको वेदर है आँखा खोल्ने गाह्रो जस्तो भयो। सो यस happy feet, that's the recipe. Put it all together in a groovy symphony. This vlog life is the life for me. Come on everyone.